म सानैमा कस्तो थिएँ? सानोमा नि सुगर सुपाई गर्ने बडा गर्ने आँगन छिलछालको गर्ने एउटा झाडु एउटा कागज पनि हुँदैन थियो फ्याँकिदिन्थे। ओछ्यानीहरू टलक्क पारेर मिलाउने ओर्ने गर्थे। सरसफाइ गर्थे तर भान्सा चाहिँ लाग्दैन त्यसै त। अनि म मेरो बानी बेहोरा चाहिँ कस्तो थियो भन्नाले बानी बेहोरा बानी गर्ने राम्रै थियो टिको थियो राम्रै थियो भनेको मान्थे म सानैमा मान्थे। ए अनि मलाई चाहिँ जस्तै अब घरभित्र भन्दा पनि घर बाहिरको भन्नाले अब सरसफाइ गर्नुपर्ने ओछ्यान मिलाउनु पर्ने चट्ट पार्नुपर्ने म सानैदेखि त्यस्तो खालको थिएँ होइन। कसैलाई दिन टिक्नु त कसैलाई अरूले मिलायो भने पनि फेरि घरतरुमा पारेर मिलाउँथे। त्यो आँगनबाट सफा पार्थे एउटा झार हुन दिन्थे। ए मलाई त्यस्तै हो पहिलेदेखि नै मलाई थाहा छ है। म सानोमा हुँदाखेरि मलाई अहिलेसम्म याद छ सानोमा म एकदम सरसफाइ गर्ने अरूले मिलाएको ओछ्यानहरू चित्त नबुझ्ने अरूले लुगाहरू पट्याएको चित्त नबुझ्ने म आफै गर्ने है। अहिले पनि मलाई त्यस्तै लाग्छ क्या। अनि आफू कतिको सरसफाइ हुन्थेँ म सफा सुग्घर कतिको बस्थेँ त त्यति बेला। गर्दै गर्थेँ तिनीहरू सुकु घरै हो जो टिका पनि त्यसै टिका सफाइ गर्ने ओर्ने किचन साफसुग्घर तार्ने ओर्ने गर्ने सागसब्जी बनाउने रोटी बनाउने साह्रै मिठो बनाउँछ साह्रै राम्रो बनाउँछ रोटी पनि। भदैनी पनि म जस्तै चट्ट पारेर अनि मैले सिकाएको हो नि त। अब फुपूको देन हो त्यो सबै मैले सिकाएको नि त भदैनीलाई। सरसफाइ गर्नुपर्छ जान्नु पर्यो सरसफाइ गर्नुपर्छ भनेर मैले उसलाई सिकाएको हो नि त। त्यही त हो नि सबैभन्दा ठुलो कुरो भनेको मान्छेले आफू मात्रै होइन राम्रो हुनु हुँदैन। आफ्नो मात्रै सरसफाइ गरेर मात्रै हुँदैन घर पनि सरसफाइ गर्नुपर्छ। घर पनि राम्रो बनाउन छोरी मान्छेको हात हुन्छ होइन। घर कस्तो बनाउने भन्ने कुरा छोरी मान्छेको हातमा हुन्छ नि। बाहिर भनेको त मान्छे लगाउँदैन हुन्छ भित्र लाउँदा भित्र त मान्छे लाउँदा हुँदैन। मान्छेले भित्र बाहिरको मान्छेले गर्दैनन्। अनि फेरि सुगर सफाइ साफसुग्घर पार्नुपर्छ गर्नुपर्छ। भान्सामा सबै थोक गर्नुपर्छ सफा सुग्घर राख्नुपर्छ। घरभित्र कोठाभित्र सफा राख्नुपर्छ हो त। सरसफाइ आफ्नो मात्रै सरसफाइ होइन घर परिवार सबैको सरसफाइ हुनुपर्छ। राम्रो हुनु अरे घर चाहिँ त फोहोर राख्नु त्यो ठिक भएन नि त। आफू पनि राम्रो हुनुपर्छ घर पनि सुग्घर सफा राख्नुपर्छ। म त्यस्तो खालको मान्छे थिएँ साथीहरू। ल मेरो आमा र मेरो भलाखुसारी तपाईँले सुन्नुभयो होला। म चाहिँ सानैमा कस्तो स्वभाव थिएँ भनेर मेरो आमाले चाहिँ भनिदिइरहनु भएको छ है। ल सुन्नु होला सबैजनाले।